नमस्कार, म रारा सैजु। माघे संक्रान्तिमा मिठो मिठो खान सकिन्छ भनेर मैले यो रेसिपी भन्दैछु। आउनेलाई ठिकै छ, नआउनेहरूले कसरी बनाउने भन्ने दिदीबहिनीहरूको भ्रम भइरहेको दिदीबहिनीहरूको लागि मैले यो रेसिपी राख्दैछु। नआउनेहरूलाई सेयर गरिदिनु होला। यदि मेरोमा पनि यसमा केही कमी छ भने मलाई सुझाव दिनुहुन्छ भने पूर्ण आशा राखेको छु। गणेशमान कृष्णबारी सैजु स्मृति प्रतिष्ठान र मिलिजुली सामाजिक प्रतिष्ठानको संयुक्त आयोजनामा हाम्रो इच्छा बालबालिकाको शिक्षा, गृहिणी दिदीबहिनीलाई उद्यमी बनाउने हामी मिलिजुली परिवारको इच्छा। यसलाई गलाएर चाहिँ छान्नेमा छानेर यसरी बिस्तार आँचमा बनाउनु होला। यसरी बाक्लो भइसकेपछि मजाले नडराइकन नछोडिकन यसलाई घुमाउनु होला र हामीले अलिअलि गर्दै बदाम राख्दै जाने र यसरी छोड्यो भने चाहिँ टाँसिन्छ र तितो हुन्छ, नछोड्नु होला र बदाम राख्दै जाने र पछि सबै बदाम राखेर यसलाई मजाले चलाउनु होला। यसलाई चलाउँदै गइसकेपछि हामीले र कुनै पनि ट्रेमा पनि राख्न सकिन्छ र यसरी मार्बलमा मजाले घिउ दलेर या तेल दलेर यसरी भुइँमा राखेर यसलाई बेल्नाले मजाले बेल्नु होला। बेलेर आफूलाई कस्तो तरिकाले बनाउन मन लाग्छ, मलाई स्क्वायरमा राम्रो लाग्छ र म स्क्वायरमा पिस पिस गरेर मैले डिब्बामा मजाले एयरटाइट वाला डिब्बामा